गुड मर्निङ नमस्ते हजुर कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु नयाँ दिन नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु हजुरहरूकोतिर पानी आइरहेको छ कि छैन हाम्रो झापामा चाहिँ एकदम धेरै पानी आइरहेको छ आज बिहानदेखि चाहिँ अरू दिन त गर्मी नै थियो पानी आएर शीतल पनि भइरहेछ खानसानो पकाइसकेर टाउको मात्रै नुहाएर आउँछु अब खानासाना खाने नि हामी भित्तामुट जाने हामी त के भन्नु म भित्तामुट जाने भइसक्यो अब भित्तामुट जान लागेको अब म भित्तामुट जान्छु भित्तामुट जानलाई चोकमा आउँछु अनि अटोमा चढ्छु अटोमा चढिसकेर अब म चाहिँ भित्तामुटतिर लागेँ अटोमा एक्लै मसँग चाहिँ बाइकमा आएको थिएँ अब अटोमा जाँदैछु म गाडीबाट चढेँ अनि त्यहाँबाट भन्दा भन्दै हामी हाम्रो सैनिक मोड पुरानो बजार पनि आइपुग्यौँ आज आइतबार यहाँ बजार लाग्नलाई एकदम रेडी हुँदै रहेछ अनि त्यहाँबाट हामी यहाँ भएर बिएनसी पुग्छौँ बिएनसीमा चाहिँ म हल्का डाक्टर देखाउनु पर्ने थियो त्यही भएर म आएको एक्लै आएको भिडियो बनाउनु पनि कस्तो अप्ठ्यारो लाग्दै बनाउँदै थिएँ हेर्नु न कस्तो कालो आइरहेको रहेछ यहाँ त अलिकति मात्र रहेछ यहाँको भिडियो फेरि अनि डाक्टर पर्खिँदा बल्ल तल पालो आउन आँट्यो पालो पनि आउँछ डाक्टर देखाउँछु अब सुई हान्नुपर्ने हुन्छ मेरो अनुहार हेर्नु न सुई पनि हानिसकेर म बाहिर आएर एक गिलास जुस खान्छु अनि अटो चढेर फेरि दोकानतिर पसल पनि आइसक्यो अब चाहिँ पसलमै बस्नुपर्ने रहेछ एकछिन सम्म एकछिन भन्दा नि 2-3 घन्टा अनि घर जाने हो आजलाई यति नै बाई